दर्शन सबैजनालाई। आज म हजुरहरूलाई यो मेरो हातमा रहेको पोतेको बारेमा भन्न आइरहेको छु हैन। हजुरहरूलाई केही जानकारी दिन आइपुगे सधैँ झैं आज पनि है। यो चाहिँ हजुरको माइली तिलरीमा लगाउने झुप्पा पोते हो। एकदमै धेरै रुचाइराख्नु भएको हजुरहरूले यो पोते, जसमा चाहिँ हामीले यसलाई दुईवटा लेयरमा बनाएका छौं। दुईवटा, यसको बीचमा पनि हामीले दुईवटा लेयर नै राखेका छौं र यो एकदमै राम्रो बनेको छ। यो चाहिँ हाम्रो अर्डरको पोते हो हैन। यसलाई चाहिँ माइली तिलरीमा चाहिँ लगाउँदा एकदमै धेरै राम्रो देखिन्छ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो पनि बनेको छ, फिनिशिङ देखि लिएर सबै। यसमा चाहिँ हजुरले यो बीचबीचमा रेड टिक पनि हालेर बनाउन सक्नुहुन्छ हैन। यसको साथसाथमै उहाँले चाहिँ हामीसँग यो वाला नत्थ धागो मगाउनु भएको छ। यो नत्थ धागो चाहिँ यस्तो डिजाइनमा छ, एकदमै राम्रो देखिएको छ। यसलाई पनि हजुरले यसरी क्यारी गर्नुभयो भने यस्तो राम्रो देखिन्छ। थ्यांक यू सो मच। हजुरहरूलाई पनि यस्तै डिफ्रेन्ट केही लगाउने मन छ भने हामीलाई सम्झिन सक्नुहुन्छ। हामीलाई चाहिँ डाइरेक्ट इनबक्स पनि गर्न सक्नुहुन्छ भने व्हाट्सएप पनि गर्न सक्नुहुन्छ। हस्, थ्यांक यू सो मच।